फोन मात्रै हेर ब्रो सस्तो फोन यो त चाबी भइहाल्यो होइन यो त चाबी भयो यसको होइन के भयो यो फोन हेर फोन फ्लेक्स हानेको ब्रो फ्लेक्स हान्छु त म चाहिँ ब्रो फ्लेक्स हान्छु म भिटेनको कपी लाउडे भिटेनको कपी भिटेनै चढाएको छ नि टेस्लामा मुजी चढाएको छ भिटेनको मुजी टेस्लामा हावा कुरा नआउन मुजी हाउरे ऱ्यापर र मुजी हाउरे ऱ्यापर भएरै चढिरहेको छु टेस्ला हाउरे नै हो हाउरे नै भएर चढिरहेको छु म टेन्सन नगर केटाहरू तिमीहरू टेन्सनै नगर मुजी हेटर्सहरू हेड गर रन्डीहरू तिमीहरू मान्छिनेहरू तिमीहरू रन्डीको पान हेटर्स तेरो लोकेसन कहाँ भन्यो हेटर्सहरूलाई ल हेटर्सहरूलाई जसले छप्री भनेको छ त्यसलाई एउटा मोबाइल पठाइदिन्छु ल मुजी 17 मुजी कहाँ लोकेसन भन्तिर ल भन् त मुजी बर्दुबाईतिर त होला नि त होइन ल भन् कहाँ हो भन् ल भन् शान्ति र नसोच केटाहरू होइन एस्टिमेलले मुजी दुबाई खाइसक्यो कस्तो म्युजिक भिडियो आउँदैछ थाहा होला तिमीहरूलाई साइको नहानेर मलाई म छाडा बोल्छु तर हेटर्सहरूको लागि मात्रै मलाई माया गर्नेहरूको लागि त माया एउटा आइफोन बाँडिदिन्छु म एस्टिमेलले माया जसले गर्छ नि सबलाई एउटा आइफोन हेटर्सहरूलाई चाहिँ म छाडा बोल्छु म बोल्छु मलाई कसैको बाउले रोक्नु सक्दैन होइन यसको त ब्रेक पनि पर्दैन क्या लगाउनु अटो हो आफै छोड्दै सक्यो 900 ले हेर्दैछ दादा हेर्नु त ल एस्टिमेललाई सक्छ त अनि मुजी ल यार मुजी नेपाली हनी सिंह हो क्या म हो क्या दादा हो क्या भन्नु भन्नु हो क्या भन्दा हनी सिंह 900 ले हेर्दैछ क्या यहाँ नेपाली हनी सिंह के भन्दैछ नि त सिट बेल्ट लगाइदिन्छ पछाडिको दादा तपाईँहरूले पनि तिनीहरूले नलाए पनि चल्दो रहेछ गाडी चल्दो रहेछ ल आई लभ यु भेरी मस्ट लभ लिल झोलाको चला रे घन्टा लिल झोलाको चला लिल झोला जन्माएको त मैले हो मुजी थाहा छैन तिमीहरूलाई मुजी तिमीलाई थाहा छैन मुजी झोला कसले जन्माएको भनेर भिडियो कहिले आउँछ ब्रो रे भिडियो चाँडै आउँछ नि ब्रो हनी सिंहको त केसम्म पनि आउँदैन है घन्टा मुजी हनी सिंह चाहिँ मेरो लेभलमा आउँदैन मुजी फक हनी सिंह मुजी जिस्केको मुजी हनी सिंह मेरो फेभरेट ऱ्यापर हो मुजी थाहा छ तिमीहरूलाई हनी सिंह त मेरो लभर हो मुजी तिमीलाई टेक्स्ट देखाउँ क्या हनी सिंहसँग टेक्स्ट भइरहेछ भनेर ओके वेटिङमा छु रे थ्याङ्क यू सो मच गाइज मच लभ टन्स अफ लभ मेरो दाइ भाइ दिदी बहिनी सबैजनालाई धेरै धेरै माया छ है यो चाहिँ अघि मलाई त्यो छाडा बोल्ने 1-2 जनाको लागि मैले रिप्लाई दिइरहेको खासमा त्यो मेरो दाजु मलाई फेरि माया गर्ने दाइ भाइ दिदी बहिनीहरूलाई चाहिँ मैले त्यस्तो कहिले पनि बोल्दैन है मलाई माया गर्ने दाजु भाइलाई त एकदम लट्स अफ लभ मेरो चस्माको कति पर्छ रे $300 को प्राडा $300 को प्राडा लाएर हिँडेको छ कति हो त्यो हिसाब गर्नु पर्यो कति पुग्छ $300 परफ्युम त 1700 मा किनेको भने बिल सहित देखाइदियो भाइ है परफ्युम 1700 दिरामको देखाउँछु प तिमीलाई घरमा छ त्यो मेरो हैन यता होटलमा त्यही पनि घरमा बस्दैन एस्टिमेनमा घरमा नबसेको कति भइसक्यो मैले घर कस्तो हुन्छ नि बिर्सिसक्यो ब्रो दुबईमा मेरो बानी बिग्रिसक्यो मेरो बानी बिग्रिसक्यो हैन घर कस्तो हुन्छ मलाई थाहा छैन केटाहरु है म म्युट हान्छु अब छाड नबोल्नु नरेश ब्रो नरेश जङ भाइ तिमीलाई मैले मोडेरेटर राखेको त्यसो हैन मैले यहाँ नै नेगेटिभ कमेन्ट देख्नु भएन मेरो मुड खराब भयो है नरेश भाइ तिमीले चाहिँ यहाँ मैले नेगेटिभ कमेन्ट देख्नु भएन है तिमीलाई मैले मोडेरेटर राखेको के काम लाग्यो सबैलाई म्युट हान्नु पर्यो तिमीले सबैलाई ब्लक हान्नु पर्यो जसले छाडा बोल्छ जसले मलाई मेरो हेटर्सहरु सबैलाई ब्लक हान्नु पर्यो तिमीले है मलाई माया गर्ने दाजुभाइ मात्र चाहियो मलाई यहाँ केटिएममा फेरि कन्सर्ट चाहियो रे पुगिसक्यो अस्तिकोले ब्रो 7 त गइसक्यो काठमाडौँ छ कहिले छ रे ल 1 अगस्टमा छ रे है ब्रो यहाँ पछाडि मैले यादै गर्नु पर्दैन दादा वरिपरि मान्छेहरु ल ब्रो देखिरहेछ नि मलाई त आउँदैन कतिवटा काङ्गरो उफ्रिने हो भनेर
सिसा नि दादा सिसा तर त्यो गाडी त्यस्तै बनाउँछ कुन चाहिँ भाइ कुन चाहिँ माई so much love guys thank you so much अरे बा पैसा प्यान्ट ब्रो तिमीले दादा मैले प्यान्ट फ्लेक्स चाहिँ हानेछु नि यिनीहरूलाई प्यान्ट पनि फ्लेक्स हान्छु ल एसटिएमएलले फ्लेक्स हान्दा त हान्दैन त्यस्तो खासै है लुक एट द प्यान्ट ब्रो देखिरहेको छ 15,000 को प्यान्ट 15,000 को प्यान्ट ब्रो केही छैन लिङ्क दिँदैन